हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब कमेन्ट गरेर अगाडि बढ्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो प्यारेन्टको लागि माउको लागि रेडी हुँदै गरेको कुखुराहरू हो। यस्तै हाई क्वालिटीको भाले हेर्न सक्नुहुन्छ। यो भाले हो, हाई क्वालिटीको भाले लोकल चल्लाहरू। तपाईँहरू पनि पाल्दै आउनुभएको छ र पाल्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हैन। अनि त्यसपछि तपाईहरुलाई काठमाडौँ ललितपुर भक्तपुर एरियामा लोकल कुखुराको मार्केट चाहिन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है। अनि आज चाहिँ मैले के जानकारी दिन चाहन्छु भने हामीले यो खोरमा टाँड चाहिँ किन बनाउनु त? लोकल कुखुरालाई विशेष गरी अरूलाई त बनाउनु पर्दैन। लोकल कुखुरालाई विशेष गरी टाँड बनाउँदाखेरि के फाइदा हुन्छ, किन बनाउँछन् हैन, त्यो कुराहरू जानकारी दिन चाहन्छु। एउटा मेन भनेको त यो टाँड बनाउँदाखेरि तपाईँको स्पेस कम खान्छ। माथि पनि कुखुरा बस्छ, तल पनि बस्छ, माथि गरेर पनि बस्छ भने स्पेस कम खान्छ हैन। अलि धेरै तपाईँको 100 अट्ने ठाउँमा 110 वटा 115 वटा 120 वटा कुखुरा अट्छन्। अर्को भनेको पनि भुइँ चिसो हुन्छ, टाँडमा गएर बस्यो भने कुखुराहरू मजाले हावासावा खाने, तातो हुने सम्भावना हुन्छ है। अनि अरू भनेको चाहिँ अरू चाहिँ के फाइदा हुन्छ भने तपाईहरुलाई कुखुराहरू धेरै एकै ठाउँ गुजुमुजु बस्ने सम्भावना कम हुन्छ। अनि त्यसपछि भुइँ चिसो हुने सम्भावना पनि कम हुन्छ। त्यस्तै हो। अनि अर्को कुरा भनेको खोरमा सकेसम्म तपाईहरुको खोर कस्तो एरियामा छ, घाम पर्ने, यसरी चट्ट लाएर र पर्दा खोल्दाखेरि मजाले घाम पर्ने हुनुपर्छ है। घाम पर्ने भएन भने के समस्या आउँछ, खोरमा के रोग लाग्ने सम्भावना हुन्छ भन्ने कुराहरू म जानकारी दिन्छु। यो घाम पर्यो भने चाहिँ हाम्रो खोरहरू जुन हिलो हुन्छ, त्यो हिलो तपाईँको हुन्छ, हिलोलाई सुकाइदिन्छ घामले। अनि त्यसपछि हिलो सुकेपछि चिसो हुने सम्भावना कम हुन्छ, कुखुरालाई रोग लाग्ने सम्भावना कम हुन्छ। अनि अर्को भनेको हिलो भयो भने हिलो खान्छन्, अनि त्यसपछि टक्सिन हुने, कक्सिस हुने सम्भावनाहरू बढी हुन्छ है त। अनि अब यदि तपाईँहरू पनि लोकल कुखुरा पाल्दै आउनुभएको छ, पाल्ने सोचमा हुनुहुन्छ भने कसरी पाल्ने, कहाँ पाल्ने, कुन ठाउँमा कसरी पाल्दा ठिक हुन्छ भन्ने जानकारी लिन चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक सेयर गर्दै गर्नु होला, फलो गर्दै गर्नु होला। हामीले तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछौँ। र यो चाहिँ लगभग 90 दिनको माउहरू हो। यसबाट हामीले चल्ला उत्पादन गर्नेछौँ र तपाईँहरूलाई चाहिएको खण्डमा चल्लाहरू हामीले उपलब्ध गराउनेछौँ। माघबाट यसको उत्पादन सुरु हुन्छ भने अहिले पनि हामीले धेरै चल्लाहरू भ्यालीभित्र काठमाडौँ ललितपुर भक्तपुरदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले डेलिभरी गर्दै आएका छौँ। तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला, अर्डर गर्न सक्नुहुन्छ, हामीले डेलिभरी गरिदिन्छौँ है त। त्यही भन्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।